हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु आवर च्यानल। फेरि पनि हामी आइसकेका छौँ म्यासे पुकब्याङ लिएर। आज चाहिँ हामी चाहिँ 100 पानीपुरी च्यालेन्ज गर्न जाँदैछौँ। अनि त्योभन्दा अगाडि त्यो सानो च्यालेन्ज गर्नेछौँ। हेरौँ है त त्यो च्यालेन्ज कसले जित्छ। सुरुमा चाहिँ हामी प्लेट पानीपुरी चाहिँ कसले खाएर भ्याउँछ, कसले चाहिँ छिटो भ्याउँछ भन्ने कुरामा चाहिँ हामी हेर्नेछौँ। त्योभन्दा अगाडि सुरुमा चाहिँ हामी आज एक प्लेट पानीपुरी च्यालेन्ज गर्न जाँदैछौँ। 50 सेकेन्डमा चाहिँ एक प्लेट पानीपुरी भ्याउनु पर्नेछ। हेर्दै जाउँ है त यो आजको च्यालेन्ज चाहिँ कसले जित्नेछ त। ओके, सुरुमा चाहिँ मै नै गर्न जाँदैछु च्यालेन्ज है, त्यसपछि अनि मेरो भाइले च्यालेन्ज गर्छ। ओके, 2 3 go. Second, 22, 23, 24, 25, muka yang bersa. Ini muka ya. Kan bersa. 49 सेकेन्ड। वाउ गाइस, मैले 50 भन्दा अगाडि नै भ्याइदिएँ। ओके, अब चाहिँ मेरो भाइको च्यालेन्ज रहेको छ। स्टार्ट। हेरौँ है त गाइजहरू आज चाहिँ कसले जित्छ। ट्वेंटी 32, मुख पुरै आँबाट देखाउनु पर्छ है। 45, 46, 47, 48, 49, 50 भइसक्यो। आँबाट देखाउनु परेन। ओ माई गड, आज चाहिँ मैले जितेको छु। भाइलाई मैले हराइसकेको छु। पानीपुरीमा चाहिँ भाइलाई मैले हराइदिएँ। मैले भ्याएँ कतिमा? मैले 46, 49। ए मैले 49 मा भ्याएँ, भाइले 51, 52 मा भ्याए। जे होस्, थोरैले भने पनि मैले जितेको छु भाइलाई। अनि आजको गिफ्ट चाहिँ के हो भनेर थाहा पाउनको लागि तपाईँहरूले हामीले यो अब बाँकी रहेको पुरै 100मा अब बाँकी रहेको सबै पानीपुरी खाएको तपाईँहरूले हेर्नुपर्ने हुन्छ। अनि अन्तिममा हामी बल्ल गिफ्ट के हो भनेर देखाउने छौँ। ओके गाइस, अब तपाईँहरूले चाहिँ हाम्रो च्यानलमा लाइक सब्सक्राइब गर्नुभएको छैन भने गएर सब्सक्राइब गरिदिइहाल्नुहोस्। अब हामी चाहिँ यो 100 वटा पानीपुरी चाहिँ खाएर सकाउनेछौँ। आज चाहिँ हामी बोल्दैनौँ, आज चाहिँ हामी खाएर मात्रै देखाउँछौँ है। फास्ट सबैजना चाहिँ स्पाइसी च्यालेन्ज गर्नुहोस् भन्नुभयो भएर आज चाहिँ हामीले एकदम स्पाइसी पिरो पानीपुरी चाहिँ च्यालेन्ज गरेका छौँ। सबैजनाले हाम्रो भिडियो हेरिदिनुहोस्, मन पराइदिनु होला। पानीपुरी चाहिँ सकेसम्म छिटो खाएर चाहिँ भ्याउनु ट्राई गर्छौँ। हामीले चाहिँ आलुमा र पानीमा चाहिँ एकदमै पिरो हालेका छौँ।
त एकदमै फुल भइसकेको छ गाइजहरू त्यो पनि हामी खाँदैछौँ मिठो 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 गाइजहरू हामीले कतिवटा खायो होला गर्नु होला है गाइजहरू लास्ट बाइट मेरो पनि लास्टै भयो गाइजहरू हामीले सबै पानीपुरी चाहिँ सकिसकेका छौँ एकदमै एमए भइसकेको छ आज चाहिँ हामीले चाहिँ प्राइस के हो भनेकै छैनौँ है हजुरहरूले अन्तिमसम्म भिडियो हेर्नुभएकोहरूले चाहिँ प्राइस के हो भन्ने यसै पनि थाहा पाइहाल्नुहुन्छ अब हाम्रो आजको चाहिँ जित्नेको लागि छ गिफ्ट के हो त भन्दाखेरि दुवैजनाले 1000 चाहिँ हालेका थियौँ अब मैले नै यो पनि नो 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 अब यो पनि मैले नै पाएँ भनेपछि आज मैले 2000 पाएँ गाइजहरू सधैँ तपाईँहरूले चाहिँ मैले हारेँ भन्नुहुन्थ्यो आज चाहिँ मैले जितेँ त्यही भएर चाहिँ यी भाइको पैसा पनि मलाई भयो अस्ति मेरो 7000 लगेको होइन त्यही पनि मैले आज त 1000 मात्रै लगाएको छु नि त होइन अब अरू पनि म सबै जित्नेछु है तपाईँहरू कसलाई सपोर्ट गर्नुहुन्छ भाइलाई कि सौरभलाई कि दिदी स्वस्तिकालाई कसलाई सपोर्ट गर्नुहुन्छ प्लिज कमेन्ट गर्नु होला है यु विल सपोर्ट टु होम ओके गाइज हाम्रो भिडियो हेरिदिनु होला इन्जोय गरिदिनु होला लाइक सेयर सब्सक्राइब सब गरिदिनु होला भन्दै हामी यहाँबाट बाई बाई भन्न चाहन्छौँ